वेलकम टु एभ्रिबडी गाइज। आज पनि म 101 भाइन्सको कलेज लाइफ रियाक्सन भिडियो ल्याएर आइसकेको छु। हेरेर साथ दिनु होला। अब पालो रहेको छ सँगै बसेर हाँस्ने। सो क्लास हिजो मैले सबैले नोट गरेर आउनु भनेको थिएँ। आज म सबको नोट चेक गर्छु। ओइ तँले सुरु कहिले नोट दिए? ओइ त्यही नोट निकाल। सर मेरो हजुरबा बित्नु भयो। हप्तामा दुईचोटि बित्दैछन् तेरो हजुर पनि नसके बेला त। ओइ त्यही निकाल। सर होमवर्क छ एकछिन है सर एकछिन है सर छ ल्याछ सर ल्याछ छ सर छ चिन्ता नगर्नु न खोजिरहेको छ यार। केही छैन, किताबै छैन त्यहाँ। सर नोट त घरमै बिर्सेछु मैले भएन तिमीले नोट दिएर चाहिँ भयो। यो बुढो मलाई कति के चिज गर्दै रहेछ। म त कुन बेला कलेज सकेला र यहाँ विदेश आउला जस्तो भइसक्यो। विदेश जानु त्यति सजिलो छ? फ्रस्ट्रेसन छ मेरो केटालाई। दाइको रिजेक्ट भयो अरे। के भएर? खै एसओपी मिलेन भन्दै थियो। ए एसओपीको लागि त नेप.डट एसओपी छँदैछ नि। त्यहाँ प्रोफेसनल राइटरहरूले एसओपी लेख्नलाई हेल्प गर्नुहुन्छ। ए हो र? त्यहाँबाट हेल्प लिँदाखेरि राम्रो हुन्छ र? राम्रो रे, बवाल हुन्छ बवाल। उहाँहरूले 8000 प्लस स्टुडेन्टहरूलाई हेल्प गरिसक्नु भयो। ढुक्क भएर अप्लाई गर्ने नि। तिमीले नोट दिएर चाहिँ भएन। तिमीले नोट त गर्दै नगर्ने भयो। तिमीलाई म प्रोजेक्ट दिन्छु। पढि नपढ्ने मिसाएर राख्छु। जसले राम्रो गर्छ त्यसले मात्रै प्र्याक्टिकल मार्क्स पाउँछ। प्रोजेक्टहरु मात्र। भोलि आउँदा म सबको हेर्छु। के सर? प्रोजेक्ट वर्क। अब हाम्रो ग्रुपमा चाहिँ तिमी फर्स्ट भए अनि ऊ त्यो दुईजना लफङ्गाहरू अनि तिमीहरू तिनजना अनि उहाँ दुईजना तिनीहरू। त किन टेन्सन लिएर भने? त किन टेन्सन लिएर के? हामी दुईजना छौँ त मिलेर गरौँला नि हामी। त्यही भने केटा त पास। के गरे यार साथीहरू, अलिकति हेल्प त गर्दै आऊ न यार। यसो लाइन त तान्दै आऊ न। अब हामीलाई चाहिँ खासै इन्ट्रेस्ट छैन। अब तँलाई मार्क्स चाहिन्छ भने तँ आफै गर होइन। हामी त यहीँ ठिक ल हाम्रो कलेजमा त्यस्तै थियो यार साथीहरू। ल मैले सबैको प्रोजेक्ट हेरेँ। सबैभन्दा राम्रो प्रोजेक्ट उनीहरूको भएर छ। ल ग्रुपबाट एकजना आएर प्रोजेक्टको बारेमा केही स्पिच देऊ त। सर्वप्रथम त सबैले धन्यवाद। यो प्रोजेक्टमा सबभन्दा बढी मेहनत लागेको भनेको चाहिँ हामी दुईजनाको हो। उहाँले त अब खासै इन्ट्रेस्ट पनि देखाउनु भएको थिएन है। अब त्यही नै हो सर। अब के भन्नु त्योभन्दा बाहेक उहाँ के बोल्ने हो कि तपाईँ? ठिक छ, उहाँ केही नबोल्ने सर है। अब उहाँको प्र्याक्टिकल मार्क्स काट्दै पनि हुन्छ, केही फरक पर्दैन। अब जे मेहनत गर्नु चाहिँ हामीले गर्यो। धन्यवाद। सुन्दरी केटी है। ल पर्छ केटाले। रविना मलाई एउटा पेन देऊ न। केटाले आइडिया निकाल्यो है। आइडिया निकाल्यो। मसँग पेन छैन नि त। पेनै पेन छ त। यो चाहिँ तेरो बाउ के हो त? मलाई ऊ राम्रो लाग्छ। मैले 4 महिनादेखि ताकिरहेको छु। तेरो औकात छैन। अनि तेरो थुतुन हो। अँ तैँले मलाई चिनाछेस्? तल म ग्याङ बोलाएर हान्छु। मेरो एरियामा त आइज न। केटा ग्याङ पनि हुन्छ यार। के रे? के? झगडै पर्छ। झगडा पर्यो है। ओइ प्रिन्सिपल सर तिमीलाई अफिसमा बोलाउँछ। हजुरले हामीलाई सम्झिनु भएको हो र? अरे अर्कै रूप यार। तिमीहरू त अघि त्यहाँ झगडा झगडा? हामी कसरी झगडा गर्न सक्छौँ गुरु? हामी त एकअर्कालाई माया गर्छौँ। जाऊ जाऊ। हस् गुरु। भन्न बाँच्यो यार। केटा खतरा छ यार। कसलाई हात के? फेरि झगडा पर्ने हुन्छ यार। केटी चाहिँ अर्कैसँग फस्यो। केटा हो फस्यो। बेकारमा तेरो भयो, तेरो भयो। झगडा गर्ने। तेरो भयो क्या तेरो? होइन मलाई लमा इन्ट्रेस्ट छैन। तेरो भयो। ल ल ल तेरो भयो। अब बङ्क हेरौँ है। आज त
2 पिरियड एक्स्ट्रा क्लास हुन्छ अरे यार। धेरै पढ्नु हुँदैन क्या, कहिले काहीँ बङ्क पनि हान्नुपर्छ। धेरै पढ्यो भने मान्छे साइको हुन्छ क्या। आज त 2टा क्लास मात्रै छ, मजा आउँछ। पढेपछि कम्प्लिट पढ्नुपर्छ क्या, त्यो आधी अधुरो पढेपछि दिमाग घुस्दैन। लिटिल नलेज इज डेन्जरस बुझाउनु हुन्छ। हो केटाले। आज त न एक्स्ट्रा क्लास हुन्छ न 2टा मात्रै क्लास हुन्छ। आज त 5वटा ठ्याक्क क्लास हुन्छ अरे। आज प्रीति आउँदिन रे। प्रीति बिना त के पढाइ भएर। त्यही त यार, पढाइमा ध्यान जाँदैन उबिना त। बिचरा के भयो उसलाई कुनै पिरियड्स भएको छ अरे। तँलाई कस्तो थाहा हो? मैले सुने हो यतिकै यार। आज त प्रीति पनि आएको छ अरे, एक्स्ट्रा क्लास पनि हुँदैन। ठिक्क छ यार आज सबै कुरा। त्यो त हो, तर आज पालिँदै बिरामी हुनुहुन्छ यार। साथी अति भएन र? अब त पढ यार, कहिलेसम्म यस्तो गर्ने यार? अब पढ्नुपर्छ। अबदेखि त पढ्नु थाल्यौँ यार, एक्जाम पनि आउन लागिसक्यो। यार अबदेखि त डेली आउँ, कति बङ्क हान्नु क्या। केटा साइन्सको नोट गरिस्, आज सरले मार्छ। साइन्सको नोट फेरि बङ्क हान्ने भाइ। पढ्ने भयो त भने दियो त दिएन नि। अब गएर बन्दिर बस्छ पढाउँदा केटाहरू। बन्दिर पढाउँदा बाहिर बस्ने भयो तर भनिसक्यो। अब बाइकको त्यस्तो है। के लु गाछा नि? होस् त्यो माथि घुम्नु डाँडा धेरै चक्कर लाग्यो। सटक्क चिल गर। ओइ साथीहरू कहाँ जान लाग्यो यार? मलाई पनि घरसम्म छोडिदियो न तिमीहरूको बाइकमा। मसँग त मेरो एउटा दोस्त जान्छ यार। तँ लैदिएन तर म जाउँ न। अब हेर न दोस्त, लानु त हुन्थ्यो के, मसँग जेफ जान्छ के, तिमी गाडीमा जाऊ न। ड्याडी के भयो? मलाई बाइक किन्दैन, मेरो सबै साथीहरूसँग बाइक छ, मलाई एउटा बाइक किन्दैन ड्याडी। ओहो हो र बाबु, ठिकै छ। अब मसँग त्यही 2 जति छ। 2 लाखमा नि राम्रो आउँछ ड्याडी। मैले 1000 भने। ए ड्याडी एउटा बाइक चाहियो क्या ड्याडी। किन चाहियो? यत्रो 50 लाखको गाडी चढ हिँड्छस्। अब भाडे तिरेर भए पनि तैँले कमल आन्टीको देखाछस्, मैले देखाएको छु। के सम्पत्ति क्या बाबु, सम्पत्ति। उनीहरूको त्यत्रो सम्पत्ति छ, त्यो पनि साइकल चढ हिँड्छन्। स्वास्थ्य हो क्या बाबु, स्वास्थ्य। बरु म तँलाई एउटा साइकल किनिदिन्छु। बुढो लोभी रहेछ यार। ठिक छ ड्याडी। होइन ठिक छ नि ड्याडी। बाबु होइन चाहिँदैन ड्याडी मलाई, अब मलाई के पनि चाहिँदैन अब। बुझिसक्यो केटाले बाउ लोभी छ भने। त्यो भोलिलाई भाडा। ब्रो के गेट बन्द भइसक्यो? खै सोधि हेर न। दाइ दाइ यो गेट खोल्नु न दाइ। तेरो बाउ कलेजै जोथेर मलाई त्यतिखेर आउनलाई 8 बजे कसो बाउ काट्न खान आएको गर्दा मासले गर्दा। ब्रो कस्तो नेपर यार, भन्नुपर्छ नि अगाडि नै। तिमी नि मर्निङको हो? होइन डेको, देखेन घामलाई। नेपाल त तिमी पनि रहेछौ नि। चिया नानी हो? त्यही त हो नि, सबै केटाहरूको हाम्रो कलेजमा पनि त्यस्तै हो। होइन के साह्रो नाटक देखाएको आँटाले बोल्दा नि बोल्दैन। लाम कति नै फुर्ती गर्दो रहेछ, हानिदिन्छ अहिले। अनि सर अनि अरू के ल्याउँ? सिगा राइस। केटाहरूको दोस्ती भयो। चुडा तिमीहरू फटाहरू पख, तिमीहरूको बाबालाई भन्छु पख तिमीहरूलाई। ठिक छ भाइ।
सर तपाईँको यो चिया अनि यो शिखर राइस गाइज हेर न कस्तो टफ क्वेसन मेरो त सल्भै भएन तिम्रो भयो मेरो पनि भएन तिम्रो मेरो नि भएन यार लेट्स गो टु स्टाफ रुम एन्ड मिट सरोज सर उहाँले सिकाइदिन्छ ओके लेट्स गो ओके यो बुढोको पारा खासै गति लागेन म्यानेजमेन्ट ग्रुप रहेछ यो धेरै बेर बाँच्ला छैन ओए लास्ट बेन्च त्यो किन होला गएर अहिले पिडी बाहिर निकाल्छु तिमीलाई म फेरि यो बुढो त देखि सक्दैनदेखि हो यसलाई तलाउनु पर्ने भयो भएन त्यही त भने फर्स्ट चाहिँ म हान्छु यहाँ बुढोलाई यसको लागि एउटा प्लान बनाउनु पर्ने हुन्छ हामीले यो बुढोको छुट्टी 4 बजे हुन्छ यो पार्किङ लट भयो होइन बुढो यताबाट आउँछ हामी यताबाट जाउँ यहाँनिर बुढोको गाडी हुन्छ भयो भयो बुझ्यो 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 होइन झोला पो ल्याएको छ त ओए के गर तिमीहरूले प्रिन्सिपल सर पक तिमीलाई भोलि भेटौँ न तिमीलाई निकाल्छु म कलेजबाट पक थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो लाइक सब्सक्राइब र कमेन्ट गर्न नबिर्सनुहोला थ्याङ्क यू सो मच